आज हामी प्रोजेक्ट सहयोगीमा खाता कसरी थप्ने र प्रयोग गर्ने भन्ने कुरा सिक्नेछौँ। सबैभन्दा पहिले खाताहरू वा ब्याङ्क सेक्सनमा जानुहोस्। त्यसपछि नयाँ खाता बनाउन खाता थप्नुहोस् बटनमा क्लिक गर्नुहोस्। अब खाताको विवरण भर्न सुरु गर्नुहोस्। सबैभन्दा पहिले खाताको प्रकार चयन गर्नुपर्ने हुन्छ। हामी यहाँ ब्याङ्क चयन गर्नेछौँ। त्यसपछि खाताको नाम, नम्बर र सुरुवाती मौजात भर्नुहोस्। सबै जानकारी सही रूपमा भरिसकेपछि सेभ गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्। अब तपाईँको खाता सफलतापूर्वक तयार हुन्छ र खाता सूचीमा देखिन्छ। यो खाता तपाईँले आम्दानी थप्दा, खर्च गर्दा र भुक्तानी विवरण राख्दा प्रयोग गर्न सक्नुहुनेछ। कुनै खाताको विवरण परिवर्तन गर्न आवश्यक भएमा सोही खाताको सम्पादन आइकनमा क्लिक गर्नुहोस्, आवश्यक जानकारी अपडेट गर्नुहोस् र फेरि सेभ गर्नुहोस्। खाताभित्र तपाईँले सोही खातासँग सम्बन्धित सबै कारोबारहरू पनि हेर्न सक्नुहुनेछ, जसले पैसा आएको र गएको विवरण व्यवस्थापन गर्न सजिलो बनाउँछ। अन्त्यमा माथिल्लो भागमा रहेको बक्सहरूमा तपाईँले खाताको करेन्ट अमाउन्ट देख्न सक्नुहुनेछ। अब खातामा रकम कसरी थप्ने, निकाल्ने र ट्रान्सफर गर्ने भन्ने कुरा सिकौँ। यदि तपाईँ खातामा थप रकम राख्न चाहनुहुन्छ भने रकम जम्मा बटनमा क्लिक गर्नुहोस्। अब रकम लेख्नुहोस्। रकम जम्मा गर्नुको कारण लेख्नुहोस्। मिति चयन गर्नुहोस्। यदि रकम साइटबाट आएको हो भने साइट चयन गर्नुहोस् र यदि पार्टीबाट आएको हो भने कुनै एउटा पार्टी चयन गर्नुहोस्। आवश्यक परे नोट लेख्नुहोस् र सेभ गर्नुहोस्। यदि खाताबाट सिधै भुक्तानी गर्न चाहनुहुन्छ भने रकम निकाल बटनमा क्लिक गर्नुहोस्। अब रकम, कारण र मिति चयन गर्नुहोस्। यदि खर्च साइटको लागि हो भने साइट चयन गर्नुहोस् र यदि पार्टीलाई भुक्तानी गर्ने हो भने पार्टी चयन गर्न सक्नुहुनेछ। नोट लेखेर सेभ गर्नुहोस्। यदि रकम सार्न चाहनुहुन्छ भने रकम ट्रान्सफर बटनमा क्लिक गर्नुहोस्। कुन खातामा पठाउने हो चयन गर्नुहोस्। रकम, कारण र मिति भर्नुहोस्। अन्तमा नोट लेखेर सेभ गर्नुहोस्। यसरी तपाईँले प्रोजेक्ट सहयोगीमा खाताको सम्पूर्ण व्यवस्थापन सजिलै गर्न सक्नुहुनेछ।